हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई मैले सुन्तलाको बोट देखाउँदैछु है। यो सुन्तला चाहिँ अहिले पुरा पाउलिँदै पनि छ, पुरा फुल्दैछ। हेर्नुस् त यहाँ पुरा फुल्दैछ यहाँनेरि। अन्त यसरी यो फागुन र चैतमा चाहिँ यो सुखौरो महिनामा चाहिँ यसरी सिँचाइ गर्नुपर्छ। यो सिँचाइ गर्यो भने चाहिँ यो सुन्तलालाई राम्रो हुन्छ, हेल्दी पनि हुन्छ, बोट हेल्दी हुन्छ र राम्रो फल पनि लाग्छ। र यो सेतो चाहिँ के दल्नु भयो भनेर सोच्नुहुन्छ होला। यो चाहिँ मैले चुना दलेको है। यो चाहिँ पछि बर्खाको याममा चाहिँ पुरा किराले यसलाई चाहिँ आक्रमण गर्छ कि। अन्त यो चुना दल्यो भने चाहिँ यो चुनाको बाहिरपट्टिबाट यो डाइरेक्ट भित्र चाहिँ यसले एट्याक गर्न सक्दैन। यो किराले चाहिँ यो बोक्रा तास्छ र वरिपरि बोक्रा ताछेर यसलाई मार्छ। र ठुलोलाई चाहिँ यो जराबाट पस्ने र मसिनो सुन्तलाहरूलाई चाहिँ गुबोबाट पस्ने गर्छ यो किराहरू चाहिँ। र यसरी चुना दल्नु राम्रो हो कि होइन है, यो चाहिँ मेरो मनोविज्ञानले अराएको। तपाईँ कृषि विज्ञ हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्नुहोस् है। यो चुना लाउँदा राम्रो हुन्छ कि राम्रो हुन्छ। र यसरी हाँगाहरू पनि यसरी भित्रभित्रको काम नलाग्ने हाँगाहरू चाहिँ छाँच्नुपर्छ। यो छाँस्यो भने चाहिँ यो सुन्तला पछि टिप्नु सजिलो हुन्छ। यो यसरी चाहिँ छाड्दा लानुपर्छ। यसरी भित्र पसेर पछि सुन्तला टिप्नु सजिलो हुन्छ। यो भित्र भएको हाँगाले चाहिँ फल्दैन पनि, यसले डिस्टर्ब मात्रै गर्छ। र यसरी सुन्तलालाई चाहिँ यसरी यो हाँगा राखेको छु। यसलाई चाहिँ यो भुइँमै छ कि, यो चाहिँ पछि म कलमी गरेर चाहिँ यसलाई पनि एक बोट बनाउँछु। यसरी कलमी गरेकोले चाहिँ छिटो पनि फल्छ। फेरि हेर्नुहोस् यहाँ पनि छ है, यसलाई पनि म कलमी गर्छु। र हेर्नुहोस् र साथीहरूकोमा पनि सुन्तला छ भने चाहिँ यसरी सिँचाइ गर्नुहोस् है। सिँचाइ गर्नुहोस्। अन्त यो सिँचाइ फागुन र चैतमा सकेपछि चाहिँ पछि यसमा मल भर्नुहोस्। मल भरेर चाहिँ तपाईँहरूले पुरिदिनुहोस् है। ल है साथीहरू, धन्यवाद है।